गाइज गुड मर्निङ। अहिले भने चाहिँ म सिक्किममा आइसकेको छु। घरबाट भ्लग स्टार्ट गरेन है। र आज चाहिँ हाम्रो एकदम धेरै काम चाहिँ कडा हुनेवाला छ। किन भन्दाखेरि हाम्रो एनएचपिसीको ट्रान्सफर्मर चेन्जहरू गर्नुपर्ने हो। कपाल पनि बढेछ होइन, ट्रान्सफर्मर चेन्जहरू गर्नुपर्ने र अलमोस्ट सबै सामानहरू आइसकेको छु म आउनुभन्दा अगाडि नै हो। देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो हाइड्रा अनि उनीहरूको त्यो एनएचपिसीको अफिसर सबै आइसकेको रहेछ हो। चेन्ज गर्नुपर्ने चाहिँ पहिला मैले गरेको काम हो। यो उल्लोपट्टिको यहाँनिर जति पनि यो रातो टोपी लाउनेहरू चाहिँ सबै इलेक्ट्रिकपट्टिको इलेक्ट्रिसियनहरू नै होला समथिङ। गाइस अहिले भने चाहिँ यहाँनिर हाम्रो काम सुरु हुन लागिरहेको छ हो। अब यो M63 को ट्रान्सफर्मर हो। अनि पल्लो पनि यहाँ पल्लोपट्टि चाहिँ तपाईँको अब चाहिँ यहाँ चाहिँ 500 ट्रान्सफर्मर लाग्छ। छैन त्यसमा छैन। यो 500 ट्रान्सफर्मर लाग्छ हो। अनि त्यहाँदेखि चाहिँ यो हाइड्रा आइसकेको छ, मान्छे उचाल्न सक्दैन हो। यहाँ माथि भाइले काट्दैछ। अन्त चाहिँ त्यो चाहिँ गाइस इन्स्टलेसन हुन्छ चाहिँ काम हुँदैछ। अब काम हुन लाग्यो हो। सर्ट गर्ने हो। अघि सर्ट गरिसकेको थियो। यस्तो हुन्छ सर्ट गर्ने चाहिँ। अहिले चाहिँ पर मेन्टेनेन्स खोल्ने काम हुँदैछ। लगाउने काम चाहिँ अहिले भएर हुन्छ। सबै अफिसर बसिरहेछ। ग्रिल दोकान पनि छ हो। यो चाहिँ ग्रिलहरू के बनाउँछ। खिड्कीहरूलाई चाहिँदै यो पुरानो उठाउन लागिरहेको छ हो। यो पुरानो उठाएर र भक्कै दाजु र अर्को किन्दैन हो। डर छ है कोट्याउँदा त्यहाँ हो। किनभने लाइन लाग्छ करेन्ट आउँछ भनेर। किन यो डाइरेक्ट ट्रान्सफरबाट आएको हो। अहिले चाहिँ फेरि यहाँ अब त हात यत्रो छ। त्यही 5 टन हो कि कतिको हुन्छ यो। 5 टन हो कि कति हुन्छ यो जस्तो लाग्यो। अनि यो चाहिँ अब निकालेर चाहिँ लाउनु पर्ने। गाडी होला यो पनि यस्तो ज्यादा थिचेको छ गाडीले कि। भक्कै दाजु र यहाँ चाहिँ एउटा भैयाले अब यहाँ गर्न लागिरहेको हो। गाडी भटिहाल्यो पक्लाले। गाडी जाँदा रहेछ अलिअलि हो। हल्लाएर धन्ना मैले गाडी पोसेँ साथीहरू तरत बनाएको छ। पोस एट्याच खाएर पूजा हुँदैछ। भर्खर भइ पनि सकेर लड्डुहरू रहेछ। फाइनली काम सकिसकेको छ हो। अब म चाहिँ घर जाँदैछु। यही पछाडिकै हो ट्रान्सफर्मर चाहिँ हामीले लगाएको हेर्न सक्नुहुन्छ। यहाँनिर 500 को हो। यो नयाँ प्यानल हो। पहिला त्यहाँनिर काम हो। अन्त आज चाहिँ काम फाइनली सकेर अब चाहिँ म घर जाँदैछु। बाई बाई। See you in the next video guys.